बालेन शाह र सुदन गुरुङ विरुद्ध कंग्रेसको निवेशङ्गले दियो प्रहरीमा उजुरी। प्रचण्डको निवासबाट 2 ट्रकमा 2 करोड लगेको दाबी। प्रचण्डको सचिवालयले के भन्यो यस बारेमा महत्वपूर्ण जानकारी। नेताहरूलाई भ्रष्टाचारको मुद्दा लगाएर चुनाव लड्नै नदिने बनाउँछौं, सुदन गुरुङले भने। बालेन शाहको पनि फरक योजना। जीवित बन्द गरेको नयाँ सूची सार्वजनिक। विपिन जोशीको नाम पनि समावेश। जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षा मन्त्री महावीर पुनको सुझाव। टासी लामजोङमाथि आक्रमणको आदिवासी जेनजी कलेक्टिभद्वारा भत्सना। अभियानी टासी लामजोङले गरिन् सामाजिक सञ्जालमा लगाएको आरोपको खण्डन। मन्त्री बन्ने चर्चा के हो यस बारेमा महत्वपूर्ण जानकारी। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा। नेवानीको विथिति छानबिनको माग सहित क्यानदेखि अख्तियारसम्मलाई जेनजीको 5 बुँदे माग पत्र। केपी ओलीले एमालेको कोर लिडरशिपको विश्वास गुमाएका हुन् त। आजकै समाचारमा हेर्नुहोस्। कयौं जिल्लामा कंग्रेस विशेष महाधिवेशनका पक्षमा 60 देखि 89% सम्म हस्ताक्षर। 2 अर्ब 22 करोड बराबरको बीमा दाबी। 1 अर्ब 58 करोड भुक्तानी। पार्टी एकताका लागि विप्लवका 2 शर्त। प्रचण्ड आन्तरिक छलफलमा। माओवादीसँग मिल्न खोज्दा फुटतिर नेकपा एकीकृत समाजवादी। जलनाथ खनालले भने बेलाको सहनाई नबजाऊ। पूर्वाधार विकास योजनाको सहमति रोकियो। कार्यालय खारेजीको तयारी। विपदमा इलाम। संघबाट मन्त्री कुलमान घिसिङ आउँदा प्रदेशले नै थाहा पाएन। पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयहरूलाई अर्थ मन्त्रालयको सर्कुलर जारी। महोत्तरीका 9 पालिकामा मात्रै 2000 हेक्टर धानबाली नष्ट। विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक दूधका सवारीको निलो नम्बर प्लेट खारेज। माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 3 जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। 14 वर्षदेखि अलपत्र कन्काई पुल हेर्न पुगे कुलमान घिसिङ। ठेक्का र ठेकेदारलाई के गर्ने भन्ने चाँडै टुङ्ग्याउने आश्वासन। फेक न्यूज र सञ्चार माध्यमका सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिललाई सञ्चार मन्त्री जगदीश खरेलको आग्रह। बस दुर्घटनाका घाइतेको उपचार नपाएपछि बर्दियावासमा यातायात ठप्प। हतियार लुट्ने र हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगर सहित पक्राउ। विद्युत खपत र निर्यातको अवस्थालाई हेरेर पीपीए अगाडि बढाइएको हो भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले भने। समाजमा थपियो त्रास। जेलबाट भागेका कैदीबन्दी फेरि अपराधमै। कोही हत्या र कोही अन्य अपराधमा लागे। तोलामा 3000 रुपैयाँले बढी सुनको मूल्य। चाँदीमा नयाँ रेकर्ड कायमै। आज प्रति तोला कतिमा कारोबार भइरहेको छ यस बारेमा महत्वपूर्ण जानकारी। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज। कैलालीमा घरमै आक्रमणमा परेका युवक मृत भेटिए। 2 जना पक्राउ। परिवार सहित ह्याम्स अस्पताल पुगेर पूर्व राजा ज्ञानेन्द्र शाहले गराए स्वास्थ्य परीक्षण। राष्ट्र बैंकले प्रणालीबाट 50 अर्ब तान्दै। अफगानिस्तानको आक्रमणबाट 58 पाकिस्तानी सैनिक मारिएको दावी। आज कहाँ छ वर्षाको सम्भावना। मौसम सम्बन्धी महत्वपूर्ण जानकारी। मन्त्री कुलमान घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन।